आँपको सिजन जानुभन्दा अगाडि नै हजुरहरूले ट्राई गर्नै पर्ने यो आँपको आइसक्रिम एकदमै मिठो हुन्छ, एकदमै हेल्दी हुन्छ, थोरै सामग्रीमा बनेर तयार पनि हुन्छ। यसको लागि चाहिँ सबैभन्दा पहिला पाकेको आँपलाई यसरी माथिबाट काटिदिनु होला। माथिबाट काटेको भागलाई फ्याँकेपछि साइडबाट यसरी बोक्रा नझिलिकन यसलाई यसरी काटिदिनु होला। यो सबै आँपलाई यसरी नै काटेर तयार गर्नुहोला। तयार भइसकेपछि अब भने हामीले यसबाट गुदीलाई निकाल्छौँ। आँपको बोक्रा नछिलिकन हल्का गुदी माथिबाट निकाल्छौँ। अलिअलि गुदी चाहिँ बोक्रामै छाडिदिन्छौँ। निकालेको गुदीलाई एउटा मिक्सी जारमा राख्नुहोला। सबैबाट यसरी गुदी निकालेर अलिअलि बोक्रामै टाँस्ने गरी छोडिसकेपछि निकालेको गुदीलाई पिसेर यहाँ तयार गर्छौँ। एकचोटि पहिला गुदी पिसिसकेपछि यसमा राखिदिन्छौँ फ्रेस दही 3 चम्चा। त्यसपछि राखिदिन्छौँ यसमा मह। मह राखिसकेपछि यसलाई फेरि एकचोटि पिसिदिन्छौँ। यसरी पिसेर तयार गरिसकेको यो पल्पलाई अब भने हामीले राखिदिन्छौँ अघि निकालेको बोक्राको माथिबाट। सबै बोक्रामा यसरी आँपको पल्पलाई फिल गरेर तयार गरिसकेपछि यसमा राखिदिन्छौँ स्टिक। सबैमा स्टिक राखेर तयार गरिसकेपछि अब यसलाई राखिदिन्छौँ हामीले फ्रिजमा जमाउनको लागि। फ्रिजमा जमाउनको लागि राख्दाखेरि चाहिँ मैले टेम्परेचरलाई सबैभन्दा हाईमा राखिदिन्छु। यसो गर्दा चाहिँ यो चाँडै जम्छ, लगभग 4 घण्टामा जमेर यहाँ तयार हुन्छ। 4 घण्टापछि यसलाई हामीले चेक गरौँ, राम्रोसँग जमेर यहाँ तयार भइसकेको छ। अब यो आइसक्रिम खानुभन्दा अगाडि हामीले यसलाई छिल्नुपर्ने हुन्छ, किनभने हामीले यसलाई बोक्रासँगै जमाएको हुन्छौँ। अब यो आइसक्रिमलाई यसरी छिलेर यसको बोक्रा निकालिदिने। यसरी निकालिसकेपछि चाहिँ एकदमै रियल म्याङ्गोको फ्लेभरमा आइसक्रिम बनेर यहाँ तयार हुन्छ। कुनै पनि प्रकारको केमिकल युज नगरिकन बन्ने यो छिट्टो मिठो म्याङ्गो आइसक्रिम अब हजुरहरूले पनि घरमा बनाएर आफ्नो केटाकेटीहरूलाई खुवाउन सक्नुहुन्छ। हजुरहरूले बनाउनु भएको यो आइसक्रिम कस्तो बन्यो भनेर कमेन्ट गर्न भने नबिर्सनु होला। अनि इजी किचन रेसिपीलाई फलो गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।